शेयर बजारको प्राविधिक विश्लेषणमा इलियट वेभ थियोरी। इलियट वेभ थियोरीलाई सबैभन्दा शक्तिशाली तर जटिल उपकरण मानिन्छ। इलियट वेभ थियोरी राल्फ नेल्सन इलियटद्वारा विकसित एक प्राविधिक विश्लेषण पद्धति हो जसले बजारको मूल्य निश्चित चक्र वा वेभमा चल्छ भन्ने मान्यता राख्दछ। यस सिद्धान्तअनुसार बजार मुख्य रूपमा 5वटा इम्पल्सिभ वेभ्समा अगाडि बढ्छ र 3वटा करेक्टिभ वेभ्समा घट्छ। यो सिद्धान्त लगानीकर्ताको मनोविज्ञान र सामूहिक व्यवहारमा आधारित हुन्छ। यसले बजारको दीर्घकालीन प्रवृत्ति र सम्भावित रिभर्सल बिन्दुहरू पहिचान गर्न मद्दत गर्दछ, जसले गर्दा ट्रेडरहरूलाई सही समयमा खरिद र बिक्रीको निर्णय लिन सहज हुन्छ। यो लेख मिस्टर बुल र शेयरपुर पुस्तकका लेखक नारायण सापकोटाले तयार पार्नुभएको हो। 5वटा वेभहरूको विस्तृत व्याख्या। वेभ 1, वेभ 1, द स्टार्ट। यो पहिलो लहर हो जहाँ बजारमा सुरुवाती सुधार देखिन्छ। यस चरणमा प्राय लगानीकर्ताहरू डराइरहेका हुन्छन् र यो केवल एउटा सानो बाउन्स मात्र हो भन्ने ठान्छन्। यो वेभ तब बन्छ जब कुनै कम्पनी वा बजारको आधारभूत पक्षमा सुधार आउन थाल्छ, तर सर्वसाधारणलाई त्यसको पत्तो हुँदैन। थोरै सङ्ख्यामा रहेका स्मार्ट मनी वा संस्थागत लगानीकर्ताहरूले यसबेला शेयर उठाउन थाल्छन्। यो लहर प्राय छोटो हुन्छ र यसले अघिल्लो घट्दो ट्रेन्ड, बियरिश ट्रेन्ड सकिएको पहिलो सङ्केत दिन्छ। वेभ 2, वेभ 2, द रिट्रेसमेन्ट। पहिलो लहरमा नाफा कमाएकाहरूले बिक्री गर्दा र डराएका लगानीकर्ताहरूले अझै बजार घट्छ भन्ने सोच्दा यो वेभ बन्छ। यो एक करेक्सन वेभ हो। यसको एउटा कडा नियम छ। वेभ 2 कहिल्यै पनि वेभ 1 को सुरुवाती बिन्दुभन्दा तल जान सक्दैन। यस चरणमा भोल्युम कम हुन्छ र बजारमा फेरि निराशा छाउँछ, तर प्राविधिक रूपमा यसले बजारलाई अर्को ठूलो वृद्धिका लागि ऊर्जा सञ्चय गरिरहेको हुन्छ। धेरैजसो ट्रेडरहरूले यसलाई खरिद गर्ने अवसरका रूपमा हेर्छन्। वेभ 3, वेभ 3, द पावर हाउस। यो 5वटा लहरहरूमध्ये सबैभन्दा लामो, शक्तिशाली र नाफामूलक लहर हो। यस चरणमा बजारमा सकारात्मक समाचारहरू आउन थाल्छन् र आम लगानीकर्ताहरू पनि बजारमा हाम फाल्छन्। यसबेला भोल्युम ह्वात्तै बढ्छ र मूल्यले अघिल्ला सबै रेजिस्टेन्स तहहरू तोड्छ। वेभ 3 कहिल्यै पनि 3वटा इम्पल्स वेभहरू 1, 3, 5 मध्ये सबैभन्दा छोटो हुन सक्दैन। यो लहरमा गरिने लगानीले सबैभन्दा बढी प्रतिफल दिन्छ किनकि यसले बजारको वास्तविक बुल रनको प्रतिनिधित्व गर्छ। वेभ 4, वेभ 4, द कन्सोलिडेसन। वेभ 3 मा ठूलो नाफा कमाएकाहरूले यस चरणमा नाफा सुरक्षित गर्न थाल्छन्, जसले गर्दा मूल्यमा केही गिरावट आउँछ। यो पनि एक करेक्सन वेभ हो। वेभ 4 को विशेषता यो हो कि यो प्राय जटिल र समय लिने खालको हुन्छ। यसको मुख्य नियम यो हो कि वेभ 4 कहिल्यै पनि वेभ 1 को उच्च बिन्दुभित्र छिर्नु हुँदैन। यसलाई बजारको सुस्ताउने समय मानिन्छ, जहाँ लगानीकर्ताहरू अन्तिम लहरको प्रतीक्षामा बसेका हुन्छन्। वेभ 5, वेभ 5, द फाइनल पुश। यो वृद्धिको अन्तिम लहर हो। यसबेला बजारमा अत्याधिक उत्साह हुन्छ र सबै मानिसहरू शेयर बजारकै कुरा गरिरहेका हुन्छन्। आधारभूत पक्षहरू कमजोर भइसकेता हुन सक्छन्, तर लगानीकर्ताको भावनाले मूल्यलाई अझै माथि धकेल्छ। प्राय वेभ 5 मा डाइभर्जेन्स देखिन्छ, जसको अर्थ मूल्य बढिरहेको हुन्छ तर आरएसआई जस्ता सूचकहरू कमजोर भइरहेका हुन्छन्। यस चरणमा स्मार्ट लगानीकर्ताहरू बजारबाट निस्कन थाल्छन् किनकि यसपछि ठूलो गिरावट आउने निश्चित हुन्छ। बुलिश र बियरिश अवस्था कसरी छुट्याउने? बजारको अवस्था छुट्याउन वेभको दिशा र संरचना हेर्नुपर्छ। बुलिश अवस्थामा 5वटा लहरहरू माथितिर अपवर्ड जान्छन् र 3वटा लहरहरू ए, बी, सी तलतिर झर्छन्। यसमा हरेक नयाँ पिक अघिल्लो भन्दा माथि हुन्छ। बियरिश अवस्थामा भने यो उल्टो हुन्छ। बियरिश बजारमा मुख्य 5वटा लहरहरू तलतिर डाउनवर्ड झर्छन्, जसलाई इम्पल्सिभ डिक्लाइन भनिन्छ, र 3वटा साना लहरहरू माथितिर सुधारिन्छन्। संक्षेपमा, यदि 5 वेभको ढाँचा माथितिर छ भने बजार बुलिश हो र यदि 5 वेभको ढाँचा तलतिर झरिरहेको छ भने बजार बियरिश हो। यो लेख मिस्टर बुल र शेयरपुर पुस्तकका लेखक नारायण सापकोटाले तयार पार्नुभएको हो। अनि आजको हाम्रो मिशन पनि एकदमै स्पष्ट छ। यो बजारको भद्रगोलभित्र लुकिएको जुन गणितीय ढाँचा छ नि, त्यसलाई एकदमै सरल भाषामा उतार्ने।
हजुर, विशेष गरी मोटिभ र करेक्टिभ वेभहरू कसरी बन्छन् भन्ने कुरामा हामी फोकस गर्नेछौँ। मतलब त्यसले बजारमा प्रवेश गर्ने वा बाहिरिने निर्णयलाई कसरी प्रभावकारी बनाउँछ भन्ने कुरा खोतल्नेछौँ। यो भद्रगोललाई बुझ्ने कुरा गर्दा नि सुन्दाखेरि इलियट वेभ सिद्धान्त कुनै एकदमै जटिल प्राविधिक वा गणितीय सूत्र जस्तो लाग्न सक्छ। हो नि, नाम सुन्दै अलि तर्साउने खालको छ। तर यसलाई अर्कै दृष्टिकोणबाट हेर्नुपर्छ। यो एउटा प्राविधिक टुल मात्र होइन कि। भनेपछि यो के हो त खासमा? यो त बजारको सामूहिक मनोविज्ञानलाई पढ्ने एउटा विधि हो। मतलब आम मानिसको डर, लोभ र आशालाई गणितीय रूपमा प्रस्तुत गर्ने तरिका। ओहो, बजारको सामूहिक मनोविज्ञान? हजुर, बजारमा त लाखौं मानिसले एकैपटक खरिद र बिक्री गरिरहेका हुन्छन् नि त। कसैलाई बजार माथि जान्छ जस्तो लाग्छ, कसैलाई तल झर्छ जस्तो। अनि त्यो द्वन्द्वले गर्दा एउटा आकार बन्छ, होइन त? एकदम सही। त्यही सामूहिक द्वन्द्व र भावनाले एउटा निश्चित ढाँचा निर्माण गर्छ र इलियट वेभले त्यही मानिसको भावनाको नक्सा कोर्ने काम गर्छ। त्यो सामूहिक मनोविज्ञानको कुराले मलाई धेरै उत्सुक बनायो, किनकि बजार भनेको मसिनले मात्र चलाएको हुँदैन, त्यहाँ मानिसको भावना जोडिएको हुन्छ। हो, त्यही भएर नै यो सिद्धान्त यति धेरै प्रभावकारी मानिन्छ। तर बजारमा सर्फिङ गर्न सुरु गर्नु अघि हामीले छालहरूको स्वभाव त बुझ्नै पर्छ नि, होइन र? पक्कै पनि आधारभूत कुरा नबुझी सिधै हाम फाल्न त भएन। स्रोतहरूले मुख्यतया दुई प्रकारका छालहरूको कुरा गरेका छन्, एउटा मोटिभ वेभ र अर्को करेक्टिभ वेभ। हजुर, मोटिभ र करेक्टिभ यो नै इलियट वेभको एकदमै के भन्छ जग हो। यो मोटिभ वेभ भनेको चाहिँ एकदमै तीव्र गतिको मुभमेन्ट हो रे। यसमा मूल्यले छोटो समयमै लामो दूरी पार गर्छ भनिएको छ। हो, अनि त्यतिखेर कारोबार रकम अर्थात् भोल्युम पनि एकदमै उच्च हुन्छ। अरे अर्कोतर्फ करेक्टिभ वेभ छ नि, जसमा मूल्यको गति सुस्त हुन्छ। चार्टमा क्यान्डलहरू एक अर्कामाथि खप्टिएका हुन्छन्, होइन त? एकदमै, भोल्युम पनि खासै हुँदैन त्यो बेला। ती दुई वेभको चरित्र आधारभूत रूपमा त्यही नै हो। अझै प्रश्न पार्नु पर्दा नि, यी दुईलाई कसरी हेर्ले त? अझ गहिरिएर हेर्ने हो भने मोटिभ वेभले बजारको दिशा र शक्ति तय गर्छ। जब बजारमा कुनै सकारात्मक समाचार आउँछ, मान्छेहरू उत्साहित हुन्छन्। हो, लगानीकर्ताहरू एकदमै उत्साहित हुन्छन्, तब मोटिभ वेभ बन्छ। सबैजना किन्न हतारिन्छन्। त्यो छुट्ने डर हाबी हुन्छ नि, जसलाई फोमो भनिन्छ। हजुर, फोमोकै कारणले मूल्य वात्तै माथि जान्छ। तर त्यो उत्साह त सधैँभरि एकैनास रहन सक्दैन नि। सक्दैन, एक न एक दिन त थाकिन्छ। अनि केही समयपछि मानिसहरूले नाफा बुक गर्न थाल्छन्। बजारमा अलिकति दुविधा उत्पन्न हुन्छ। खरिदकर्ता र बिक्रीकर्ता बीच रस्साकसी चल्छ। एकदम, त्यति बेला बजारले जुन सुस्त गति लिन्छ नि, त्यो नै करेक्टिभ वेभ हो। अब यसै अलिकति केलाएर हेरौँ है त। त्यसो भए मोटिभ वेभ भन्नेको पुरा शक्ति लगाएर जोडले दौडिनु हो। हजुर। र करेक्टिभ वेभ भन्नेको चाहिँ त्यसरी दौडेपछि सास फेर्न चौतारीमा बस्नु जस्तै हो, होइन त? क्या बात! यहाँको सबैभन्दा चाखलाग्दो कुरा नै यही हो। बजार जहिले पनि सिधा रेखामै हिँड्दैन। मानिसको मनोविज्ञान सिधा रेखामा कहाँ चल्छ र? हो नि, जसरी एउटा धावक लगातार म्याराथन दौडिन सक्दैन, उसलाई बीचबीचमा पानी खान र सास फेर्न समय चाहिन्छ। बजारलाई पनि त्यो विश्राम चाहियो। एकदमै, सास फेर्नु वा करेक्टिभ वेभ आउनु एकदमै जरुरी र स्वाभाविक प्रक्रिया हो। यदि बिना विश्राम बजार माथि गयो भने त त्यो बबल बन्छ होला नि। हो, अनि त्यो बबल नराम्रोसँग फुट्छ पनि। तर एउटा ट्रेडरले नाफा कमाउने भनेको चाहिँ त्यो दौडिएको समय चिनेर हो। मतलब मोटिभ वेभलाई पहिचान गरेर। हजुर, जब बजार चौतारीमा सुस्ताइरहेको हुन्छ, तब अर्को दौड कतिखेर सुरु हुन्छ भनेर ध्यान दिएर हेर्नुपर्ने हुन्छ। सास फेर्ने र दौडिने कुरा त प्रष्ट भयो। तर एउटा नयाँ लगानीकर्ताले चार्ट हेर्दा यी छालहरू ठ्याक्कै कसरी चिन्ने त? त्यो अलि चुनौतीपूर्ण हुन सक्छ सुरुमा। किनकि चार्टमा त श्रृङ्खलाबद्ध रूपमा आउँछ नि त यो। यदि बजारले सास फेर्छ भने त्यो कति पटक फेर्छ त? यहीँनिर आउँछ इलियट वेभको 5 र 3 को ढाँचा। आधारभूत संरचनामा यसलाई 5-3 को वेभ भनेर व्याख्या गरिएको छ। 5 र 3 को ढाँचा मतलब जम्मा 8वटा वेभ। एउटा पूरा चक्रमा एउटै दिशामा अर्थात् मुख्य ट्रेनको दिशामा 5वटा वेभ जान्छन्। अनि ती मध्ये मोटिभ कुन कुन हुन् त? वेभ 1, वेभ 3 र वेभ 5 मोटिभ हुन्। बिजोर नम्बरहरू चाहिँ मोटिभ भयो, अनि बीचमा आउने वेभ 2 र 4 चाहिँ
ती दुईवटा चाहिँ करेक्टिभ हुन् जसले ट्रेनभित्रै विश्राम लिन्छन्। अनि यो 5वटा वेभको चक्र पूरा भएपछि के हुन्छ त? त्यसपछि बजारमा एउटा ठूलो करेक्सन आउँछ जुन 3वटा अक्षरले जनाइने वेभमा हुन्छ, ए, बी र सी। एबीसी भनेपछि 5वटा अङ्क र 3वटा अक्षर। हजुर, यो 5 र 3 को संरचना बुझ्नु नै सम्पूर्ण बजारको डीएनए बुझ्नु जस्तै हो। डीएनए नै भन्नुभयो, यो त्यति धेरै महत्त्वपूर्ण छ। एकदमै। यसलाई प्राविधिक भाषामा फ्र्याक्टल संरचना पनि भनिन्छ। फ्र्याक्टल, यो भनेको चाहिँ के हो नि? फ्र्याक्टल भनेको यस्तो कुरा हो जसको सानो अंश पनि त्यसको समग्र रूप जस्तै देखिन्छ। मतलब एउटा ठूलो वेभभित्र पनि साना वेभहरू हुन्छन्। हो, एउटा ठूलो वेभ 1 भित्र साना 5वटा सबवेभ हुन्छन् अनि ती साना 5वटा भित्र पनि अझै साना 5वटा हुन्छन्। ओहो, यो त एउटा भित्र अर्को, अर्को भित्र अर्को जस्तै पो रहेछ। हजुर, ट्रेन्डको दिशामा जाने वेभ 1, 3 र 5 ले बजारलाई अघि बढाउँछन् अनि वेभ 2 ले वेभ 1 को करेक्सन गर्छ। अनि वेभ 4 ले वेभ 3 को करेक्सन गर्छ। कुरा बुझियो? एकदम सही। तर यहाँनिर म अलिकति कन्फ्युज भएँ। यदि वेभ 2 र 4 पनि करेक्टिभ हुन् हजुर, र पछि आउने एबीसी पनि करेक्टिभ हुन् भने यी दुई विश्रामबीच खास भिन्नता चाहिँ के छ त? चार्ट हेर्दा दुवै घटिरहेको जस्तै देखिन्छ, होइन? यो धेरै नै सोध्ने प्रश्न हो। हो नि, यी दुईलाई कसरी छुट्याउने? के एबीसी भनेको विश्राम मात्र हो कि पुरै बजार क्र्यास नै भएको हो? यो एकदमै गम्भीर र महत्त्वपूर्ण प्रश्न हो। यसलाई यसरी बुझौँ न, वेभ 2 र 4 भनेका लामो यात्राको बीचमा एकछिन पानी खान रोकिएको जस्तो मात्र हो। ए, मतलब गन्तव्यमा पुगिएको छैन, यात्रा बाँकी नै छ। हो, यात्रा अझै बाँकी छ भन्ने मनोविज्ञान त्यति बेला बजारमा हावी हुन्छ। मानिसहरू सामान्य नाफा मात्र बुक गरिरहेका हुन्छन्। भनेपछि ती करेक्सनहरू अलि छोटा हुन्छन्? एकदम। यी करेक्सनहरू अलि छोटो हुन्छन् र यसपछि बजार फेरि उही दिशामा तीव्र गतिमा अघि बढ्छ। अनि त्यो एबीसी करेक्सन चाहिने? जब 5वटै वेभ सकिएर एबीसी सुरु हुन्छ नि, त्यो भनेको पुरै यात्रा सकिएपछिको लामो विश्राम हो। भनेपछि त्यो चाहिँ गेम ओभर जस्तै भयो त? एक हिसाबले ट्रेन्डको गेम ओभर नै हो। बाफरे, त्यति बेला त मान्छेहरू आत्तिन्छन् होला नि। हो, मानिसहरूले अब यो दौड सकियो भनेर भारी मात्रामा सेयर बेच्न थाल्छन्। अनि त्यसले त मूल्यलाई धेरै तल झार्छ होला। हजुर, त्यसैले एबीसी करेक्सनले धेरै समय पनि लिन्छ र यसले मूल्यलाई धेरै तलसम्म तान्छ पनि। तर यहाँनिर केही आशाको किरण छैन त? पक्कै छ। यहाँनिर अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा छ, विशेष गरी वेभ सी को बारेमा। वेभ सी, यो एबीसी को अन्तिम वेभ? हजुर, वेभ सी आफैमा एउटा सानो मोटिभ वेभ जस्तै व्यवहार गर्छ, तर उल्लो दिशामा। उल्टो दिशामा, मतलब तलतिर तीव्र गतिमा जान्छ। एकदम। वेभ सी भित्र 5वटा साना सब वेभ हुन्छन्। बजारमा चारैतिर निराशा छाएको हुन्छ, सबैले घाटा खाइरहेका हुन्छन्। सबैजना रुइलो गरिरह हुन्छन् नि बजार घट्यो भनेर। हो, तर जब यो वेभ सी को 5औं सब वेभ सकिन्छ नि, तब त्यो लामो विश्राम पनि सकिन्छ। हे, भनेपछि त्यहाँबाट फेरि नयाँ आशा सुरु हुन्छ। हजुर, त्यही चरम निराशाको बिन्दुबाट एउटा नयाँ र अत्यन्तै शक्तिशाली मोटिभ वेभको जन्म हुन्छ। वाउ, लामो अवधिको लगानीको लागि त त्यो बिन्दु भनेको सुनौलो अवसर पो रहेछ। एकदमै सुनौलो अवसर हो। यहाँनिर कुरा साँच्चै रोचक बन्छ। सबैभन्दा चरम निराशा भएको बेला नै सबैभन्दा ठूलो अवसर लुकेको हुँदो रहेछ। बजारको मनोविज्ञान नै त्यस्तै हुन्छ। त्यसो भए त्यो लामो विश्राम सकिने बित्तिकै नयाँ दौडको लागि तयार हुनुपर्छ। संरचना त बुझियो, तर चार्टमा हेर्दा सबैभन्दा सुरक्षित र नाफामूलक बिन्दु कुन हो भनेर कसरी खोज्ने त? विश्लेषण अनुसार वेभ 1 र वेभ 3 लाई एकदमै महत्त्वपूर्ण मानिन्छ। वेभ 1 लाई एउटा गाइड वा मार्गदर्शक जस्तै मानिन्छ, हैन? हजुर, यदि बजार निरन्तर महिनौदेखि घटिरहेको थियो भने अचानक एउटा बलियो छाल माथितिर जान्छ। अनि त्यसमा 5वटा साना सबवेभ हुनै पर्छ। एकदम सही, त्यो नै वेभ 1 हो। वेभ 1 ले अब मौसम परिवर्तन भयो है भन्ने जनाउ दिन्छ।
अनि वेभ 3 चाहिँ सबैभन्दा छिटो र धेरै नाफा दिने वेभ हो भनिएको छ। ओ घटेको बजारमा जब 5 वेभको संरचनासहित वेभ 1 बन्छ नि तब बाठा लगानीकर्ताहरू जसलाई स्मार्ट मनी भनिन्छ उनीहरूले बजारमा पैसा हाल्न थालेको सङ्केत मिल्छ। तर धेरै जसो आम मानिसलाई त अझै पनि बजार घट्छ भन्ने नै डर हुन्छ नि, होइन र? हो नि, उनीहरूलाई त त्यो वेभ 1 एउटा के भन्छ टार्गेट वा फसाउने जाल मात्र हो जस्तो लाग्छ। बुल ट्र्याप भन्छन् नि। अलिकति बढेको जस्तो गर्ने अनि फेरि झर्ने। हजुर, तर वास्तविक पैसा बन्ने ठाउँ भनेको वेभ 3 हो। किनकि यो बेलासम्म बजारमा सकारात्मक माहौल बनिसकेको हुन्छ, होइन त? एकदमै, मानिसहरूले पत्याउन थालिसकेका हुन्छन्। तर मलाई यहाँनिर अझै एउटा कुरा प्रश्न पार्न मन लाग्यो। खै बजार जहिले पनि झुक्क्याउने खालको हुन्छ नि। त्यो त हो, बजारको स्वभावै त्यस्तै छ। कहिलेकाहीँ अलिकति माथि गए जस्तो गर्छ, लाग्छ नयाँ ट्रेन्ड सुरु भयो, तर फेरि स्वाट्टै तल झर्छ। हजुर, धेरैको गुनासो यही हुन्छ। अनि हामीले हेरिरहेको वेभ साँच्चै नै नयाँ यात्रा सुरु गर्ने वेभ 1 हो भनेर कसरी पक्का गर्ने त? किनकि गलत वेभलाई वेभ 1 मानेर हाम फालियो भने त सिधै डुबिन्छ नि। यसलाई बृहत चित्रसँग जोडेर हेर्ने हो भने हामीले वेभ 2 को मनोविज्ञानलाई गहिरोसँग बुझ्नुपर्ने हुन्छ। वेभ 2 को मनोविज्ञान? हजुर, वेभ 1 बनेपछि बजार सिधै आकाशिने होइन के। वेभ 1 को फेदमा किन्नेहरूले राम्रो नाफा देखेपछि बेच्न थाल्छन्। प्रफिट बुक गर्छन्। हो, अनि जो मानिसहरू अघिल्लो क्र्यासमा फसेका थिए नि उनीहरू पनि ल अब घाटा कम भयो निस्किहालौँ भनेर बेच्न थाल्छन्। जसले गर्दा बजार फेरि तल झर्छ। हो, यो तल झर्ने प्रक्रिया नै वेभ 2 हो। इलियट वेभको सिद्धान्त र फिबोनाची अनुपातलाई सँगै राखेर हेर्दा यो फिबोनाची भन्ने शब्द धेरै सुनिन्छ ट्रेडिङमा। हजुर, वेभ 2 ले सामान्यतया वेभ 1 ले तय गरेको दूरीको करिब 61.8% जति मूल्यलाई तल तान्छ। भनेको यदि वेभ 1 मा मूल्य 100 रुपियाँले बढेको थियो भने वेभ 2 मा करिब 61 रुपियाँ जतिले तल झर्छ। ठ्याक्कै त्यही हो। तर किन ठ्याक्कै 61% नै त? 50 वा 80% किन होइन नि? यो नै इलियट वेभको सबैभन्दा सुन्दर पक्ष हो। 61.8% भनेको गोल्डन रेशियो वा सुनौलो अनुपात हो। गोल्डन रेशियो यो त प्रकृतिमै पाइन्छ भन्छन् नि। हो नि, यो प्रकृतिमा, ब्रह्माण्डमा र मानिसको सामूहिक मनोविज्ञानमा गहिरोसँग जरा गाडेर बसेको छ। भनेपछि यो कुनै जादु जस्तै पो रहेछ त? जादु नै त नभनौँ, तर गणितको सुन्दरता हो। जब मूल्य 61% ले तल झर्छ नि तब बजारमा एउटा ठूलो द्वन्द्व सुरु हुन्छ। कस्तो द्वन्द्व? कमसल मनसाय भएका वा डराएका लगानीकर्ताहरू त्यहाँसम्म आइपुग्दा पूर्ण रूपमा बाहिरिन्छन्। उनीहरूलाई लाग्छ कि फेरि क्रास हुन लाग्यो। हो, तर जो स्मार्ट मनी छ, जसले बजारको भित्री मूल्य बुझेको छ, उसले त्यो 61% को गिरावटलाई भारी डिस्काउन्ट वा छुटको रूपमा हेर्छ। सस्तोमा किन्ने मौकाको रूपमा। एकदम। त्यही बिन्दुमा डर र लोभको सन्तुलन उल्टिन्छ। अनि मूल्य त्यहाँबाट माथि जान्छ। हजुर, जब मूल्य वेभ 1 को सुरुवात बिन्दुभन्दा तल जाँदैन र त्यही 61% कै वरपरबाट फेरि माथि फर्कन थाल्छ नि तब लगभग पक्का हुन सकिन्छ कि त्यो वेभ 1 नै थियो र अब बजार वेभ 3 को ठूलो दौडमा जाँदैछ। भनेपछि त्यो 61% को बिन्दु नै डरलाई जितेर लोभले राज गर्न थाल्ने टर्निङ पोइन्ट रहेछ। एकदम सही। मानिसको भावना परिवर्तन हुने बिन्दु त्यही हो। अनि त्यहीबाट सुरु हुन्छ वेभ 3। स्रोतहरूले त वेभ 3 लाई एकदमै महत्त्वपूर्ण मानेका छन्। हजुर, यो सबैभन्दा लामो र शक्तिशाली हुन्छ। प्रायसो वेभ 3 ले वेभ 1 को 161.8% सम्मको दूरी तय गर्छ भनिएको छ। हो, फिबोनाची एक्सटेन्सन अनुसार। यो 161.8% त एकदमै ठूलो लक्ष्य हो नि। यो किन यति लामो हुन्छ त? जब वेभ 3 सुरु हुन्छ नि तब बिस्तारै सकारात्मक समाचारहरू मिडियामा आउन थाल्छन्। कम्पनीको नाफा बढेको कुरा, अर्थतन्त्र सुध्रिएको कुराहरू। हो, सबैतिर राम्रो मात्र सुनिन्छ। त्यसपछि आम मानिसहरू जो सुरुमा डराएका थिए उनीहरूमा फोमो अर्थात् छुट्ने डर पैदा हुन्छ। अनि सबैजना किन्न हतारिन्छन्। एकदम, सबैले किन्छन् र कसैले पनि बेच्न मान्दैनन्। इलियट वेभको एउटा कडा नियम के छ भने 5वटा वेभको संरचनामा वेभ 3 कहिले पनि सबैभन्दा छोटो वेभ हुन सक्दैन। नियमै छ त्यस्तो? हजुर,
मानिसको त्यो सामूहिक उत्साहले नै यसलाई 161.8% धकेल्छ। भनेपछि यो बेला बजारमा बग्नु भनेको नदीको बहावसँगै पौडिनु जस्तै हो त? एकदमै, जहाँ एकदमै कम मेहनतमा धेरै दूरी पार गर्न सकिन्छ। यो कुराले त जो कोहीलाई पनि उत्साहित बनाउँछ। अवसर कहाँ छ भन्ने थाहा पाउनु पक्कै पनि आधी लडाईँ जित्नु हो त। हो नि, तर आधी मात्रै हो है। बाँकी आधी लडाईँ त अझै छ। बजारमा सधैँ आफूले सोचे जस्तो मात्र कहाँ हुन्छ र? पक्कै हुँदैन। त्यसैले बाँकी आधी लडाईँ भनेको गलत साबित भइयो भने आफ्नो पुँजी कसरी बचाउने भन्ने हो। जोखिम व्यवस्थापन र मनोविज्ञानलाई पनि हामीले हेर्नै पर्छ नि। इन्ट्री गर्ने सही समय भनेको वेभ 1 को अन्त्य वा वेभ 2 को गिरावटको 61% को दौरान हो भनियो। हजुर, इन्ट्री त्यहाँ गर्ने। टार्गेट पनि 161% राखियो। तर सबभन्दा महत्त्वपूर्ण कुरा घाटा रोक्ने बिन्दु अर्थात् स्टप लस कहाँ राख्ने त? यो प्रश्न बिना त ट्रेडिङ सम्भव नै छैन। विश्लेषण अनुसार यसलाई मोटिभ वेभको सुरुवात बिन्दु अर्थात् 0 पोइन्टमा सेट गरिन्छ नि, होइन? एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। जोखिम व्यवस्थापन बिनाको ट्रेडिङ भनेको ब्रेक नभएको गाडी लिएर हाइवेमा कुद्नु जस्तै हो। दुर्घटना त निश्चित छ त्यसो भए। हो, इलियट वेभले एउटा गणितीय लक्ष्य मात्र दिँदैन, यसले हामी गलत हुँदा कहाँनेर निस्किने भन्ने स्पष्ट सीमा रेखा पनि कोरिदिन्छ। यो 0 पोइन्टको स्टपलसको कुरा नि मलाई एउटा रूपकसँग जोड्न मन लाग्यो। भन्नुस् न। यो त दौड सुरु हुने रेखा वा के भन्छ स्टार्टिङ लाइनमै सुरक्षा जाली राखे जस्तै भयो। वाओ, गजबको तुलना। यदि दौड सुरु भएको रेखाभन्दा पछाडि धकेलिन्छ भने यसको अर्थ त्यो दौड अर्थात् त्यो मोटिभ वेभ खासमा सुरु नै भएको रहेनछ नि त। हो, हामीले गलत छाललाई मोटिभ वेभ मान्यौं भन्ने बुझ्नुपर्छ। यस्तो अवस्थामा जिद्दी गरेर बस्नुभन्दा त्यहाँबाट थोरै ढाटा खाएर बाहिरिनु नै बुद्धिमानी हो नि, होइन र? यो एनालोजीले कुरालाई एकदमै प्रष्ट पार्छ। मानिसको सबैभन्दा ठूलो कमजोरी भनेको बजारमा आफ्नो विश्लेषण गलत हुँदा पनि त्यसलाई स्वीकार्न नसक्नु हो। इगोको कुरा आउँछ नि त त्यहाँ। मैले कसरी गल्ती गर्न सक्छु भन्ने हुन्छ। हो, त्यही इगो वा अहङ्कारले गर्दा मानिसहरू सानो घाटा खाएर निस्कनुको सट्टा पर्खिएर बस्छन् र पछि पुँजी नै सखाप पार्छन्। अनि 0 पोइन्टभन्दा तल मूल्य जानुको अर्थ के हो त? त्यसको अर्थ हो बजारको मनोविज्ञानले हाम्रो विश्लेषणलाई पूर्ण रूपमा गलत साबित गरिदियो। त्यो वेभ 2 नभएर पुरानै बियरिश ट्रेन्डको निरन्तरता रहेछ। भनेपछि त्यो रणनीतिले नाफा कमाउने महत्वाकांक्षा र जोखिम नियन्त्रण गर्ने अनुशासन बीच गजबको सन्तुलन कायम गर्छ। एकदमै। जब एन्ट्री, टार्गेट र स्टप लसको स्पष्ट नक्सा हुन्छ नि, तब बजारको उतार चढावले आत्तिने वा मात्तिने अवस्था सृजना हुँदैन। भावनालाई पर राखेर गणितको आधारमा निर्णय गर्न सकिन्छ। सफल ट्रेडरहरूले गर्ने नै यही हो। साँच्चै यो सिद्धान्तले बजारको त्यो डरलाग्दो अस्तव्यस्ततालाई एउटा स्पष्ट र बुझ्न सकिने नक्सामा बदल्छ। हजुर, यो एउटा कम्पास जस्तै हो। अब समग्रमा भन्नुपर्दा आजको यो गहिरो विश्लेषणबाट के कुरा बुझ्न सकिन्छ भने बजार अन्धाधुन्द हिँड्दैन। यसको पछाडि मानिसको भावनाको एउटा लय हुन्छ। एकदमै। मोटिभ वेभले बजारको दिशा र शक्ति तय गर्छ भने करेक्टिभ वेभले यात्राको बीचमा आवश्यक विश्राम लिन्छ। र यी दुई बीचको 5 र 3 को श्रृङ्खलाबद्ध संरचना बुझ्नाले बजारको ठूलो चित्र हेर्न मद्दत मिल्छ। हल्लाको भरमा अन्धाधुन्द लगानी गर्नुको सट्टा 161.8% को स्पष्ट लक्ष्य र 0 पोइन्टको कडा जोखिम व्यवस्थापनका साथ बजारमा उत्रिन सकिन्छ। यसले जो कोहीको पनि सम्पत्ति निर्माणको यात्रालाई एकदमै अनुशासित बनाउँछ। बजारको भाषा बुझ्नु नै सफलताको कुञ्जी हो नि त, होइन? हो, इलियट वेभ त्यही भाषाको व्याकरण हो। यसले बजार कुन चरणमा छ भनेर देखाउँछ, जसले गर्दा छालको विरुद्धमा पौडिनुको सट्टा छालसँगै अघि बढ्न सकिन्छ। एकदम सही। डर र लोभलाई आफ्नो पक्षमा प्रयोग गर्ने यो एउटा उत्कृष्ट माध्यम हो। एकदमै गहिरो निष्कर्ष। अब आजको छलफलको अन्त्यमा म एउटा सोच्नै पर्ने प्रश्न छोड्न चाहन्छु। पक्कै पनि। हामीले बुझ्यौं कि इलियट वेभ मुख्यतया मानिसको डर, लोभ र आशाको सामूहिक मनोविज्ञानमा आधारित छ। हजुर। मानिसहरूले बजारमा गर्ने रियाक्सनले नै ती छालहरू बनाउँछन्, फिबोनाची रेशियोहरू सृजना गर्छन्। तर
आजकल बजारको परिदृश्य त बदलिँदैछ नि। प्रविधिको कुरा गर्दै हुनुहुन्छ जस्तो छ। हो, भावना नै नभएका शुद्ध गणित र अल्गोरिदममा चल्ने आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई बोटहरूले सेकेन्डमै अर्बौंको ट्रेडिङ गरिरहेका छन्। एकदम सान्दर्भिक कुरा उठाउनुभयो। यदि भविष्यमा बजार पूर्ण रूपमा यी भावनाहीन मसिनहरूको हातमा गयो भने के यो इलियट वेभको मानवीय ढाँचा परिवर्तन होला? खै, यो त साँच्चै गहिरो प्रश्न हो, किनकि मसिनलाई त डर पनि लाग्दैन, लोभ पनि लाग्दैन। वाह, के ती एआई मेसिनहरूले पनि नाफा कमाउनको लागि मानिसकै मनोविज्ञानको हुबहु नक्कल गरेर यस्तै झालर नै बनाइराख्लान्? त्यो पनि हुन सक्छ। उनीहरूले हाम्रो बिहेभियरलाई कपी गर्न सक्छन्। सुरुमा कुरा गरेको त्यो आँधी र सर्फिङको रूपकलाई सम्झिनुस् त। के एआईले समुद्रको छाललाई पूर्ण रूपमा शान्त पार्ला वा अर्कै प्रकारको कृत्रिम र झन भयानक आँधी ल्याउला? यो त हामी सबैले सोच्नै पर्ने विषय हो। यस बारेमा आफै पनि अनुसन्धान गर्नुहोला। अर्को गहन विश्लेषणमा फेरि नयाँ रोचक विषयका साथ भेट्नेछौँ।